शरणारविन्दं सततं नमामि। सत्यनाम की सद्गुरु कबीर साहेब नाम साहेब की सार गुरु वंश बयालीस की परम पूज्य सद्गुरुदेव सद्गुरु कबीर साहेब को सुंदर श्री चरण कमल कोटि कोटि बंदगी पूज्य वर गुरु अन्त श्री हजुर नाम साहेब को श्री चरण कमल में कोटि कोटि बंदगी सकल संत समाज को चरण कमल में कोटि कोटि बंदगी चार गुरु वंश बयालीस को चरण कमल में कोटि कोटि बंदगी। आज पूर्णिमाको दिन सद्गुरु कबीर साहेबको असीम अनुकम्पा अनि दयाद्वारा उहाँको प्रेरणाद्वारा आज हामीले एउटा पारिवारिक सत्संग कार्यक्रम आयोजन गर्ने निर्णय गरेको हुँदाखेरि हजुरहरूले पाल्नु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दै हजुरहरूलाई हामी स्वागत गर्न चाहन्छौँ। सद्गुरु कबीर साहेब की जय। र आजको यो पूर्णिमाको अवसरमा हामीले यो सत्संग गर्नुको मूल कारण के हो भन्दा हामीले 2025 साललाई बिदा गरेर गयौँ र नयाँ साल 2026 लाई हामीले स्वागत गऱ्यौँ। यो वर्षको सबैभन्दा पहिलो पूनम तिथि भएको हुँदा सद्गुरु कबीर साहेबको सुन्दर स्मृतिद्वारा हामी यो नयाँ साललाई किन सुरु नगर्ने भन्ने ध्येयले आजको यो सत्संग कार्यक्रम सन्त भण्डारा आयोजना गरिएको हो। र यो पूनम तिथि गर्नुको मूल उद्देश्य मूल ध्येय भनेको आत्मिक प्रेम पारिवारिक सद्भाव सबैमाथि सुख शान्ति आनन्दको कामना हो। सबैमा प्रेम रहोस् शान्ति रहोस् आनन्द रहोस् सबै परिवारजनहरू सुखी रहौँ स्वस्थ रहौँ समृद्ध रहौँ भन्ने ध्येय हो। र जीवनमा हरेक क्षणमा उतार चढावहरू आउँछन् कठिनाइहरू आउँछन् नकारात्मक सोच विचार व्यवहारहरू हामीबाट नै हुन्छ र सद्गुरुको कृपा दयाद्वारा त्यो कुनै पनि कर्म हामीबाट नहोस् नकारात्मकताले हामीलाई छुन नसकोस् सकारात्मकता हाम्रो जीवनमा आओस् सद्गुरुको कृपा आशिष हामीमा बर्सियोस् हामी पनि सद्गुरु कबीर साहेब झैँ परम निर्मल सुन्दर चरित्र अनि पवित्रवान हुन सकौँ भन्ने ध्येयले नै हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। र यो 2026 सालले तपाईँ